आज बजार गएको थिएँ, यस्तो हुन्छ भन्ने कुराहरू मैले सोचेकै पनि थिएन। बिहान करिब 7 बजे म घरबाट निस्किएँ बजार जानको लागि। अनि गाडी भेटिसकेपछि म लागे बजारतिर। करिब 40-45 मिनट पछि म बजार पुगेँ। बजार पुगिसकेपछि बसहरूको आउने जाने क्रम चाहिँ चलिरहेको थियो, किनकि बजारमा यतिको आवाज चाहिँ भइहाल्छ नै। हिँड्दै गर्दा यिनी बुढाहरूले आनन्द महसुस दिइरहेको थियो। त्यसपछि एग्रोभेटमा गएको त यी फुलहरू एकदम फुलिरहेका थिए। त्यसपछि मैले मजासँग हेर्नतिर लागे, यो फुल चाहिँ के रहेछ, यो फुल के रहेछ भनेर तिनको नाम जानकारी लिन लागे। कहिले घरमा ल्याउँदा प्रयोग हुन्छ नि त, त्यही भएर फुलहरू चाहिँ चिन्नु पर्ने हुन्छ। अनि गर्मी भइरहेको थियो, त्यसपछि झ्याप्प लागेर मैले पानी खानतिर लागे। तरबुजा, काँक्रा अनि अरू तरकारीहरू लिएर म घरतिर लागे। अनि आज भोलि भने एकदमै महँगो रहेछ पेट्रोल पनि, अनि भाडा पनि त्यतिकै महँगो भने तरकारी उता यता चाहिँ महँगो भइरह्यो। त्यही पनि घर ल्याएर मजासँग खानातिर लाग्यौँ होइन। मजासँग काटिसकेपछि आमाले र मैले मजासँग खान लाग्यो तरबुजा, किनकि गर्मी भइरहेको हुन्छ अनि यो खाएपछि एकदमै आनन्दको महसुस आइरहेको हुन्छ। त्यसपछि काँक्राहरू काटेर हामीले खानातिर लाग्यौँ। अनि आजको भिडियो पनि यतिमै समाप्त हुन्छ। भोलि अर्को भिडियो ल्याएर उपस्थित हुने नै छु।